2082 साल साउन 14 गते जुन राष्ट्रपतिबाट प्रमाणीकरण गरिकन फेरि पनि 2057 सालको जुन 58 सालमा तपाईको चाहिँ त्यो गलत प्रमाणित भइसकेको मुद्दालाई फेरि बिउताएर चाहिँ जुन जीवित गरेर हामी व्यवसायहरूलाई एउटा अपराधी सरह चाहिँ एउटा चाहिँ तपाईको बनाएर दण्ड जरिवाना र रद्द गर्ने जुन व्यवसाय हामीले रद्द गर्ने जुन प्रक्रिया लिएर आएको छ, जुन विधि र नीति लिएर आएको छ, त्यो विधि र नीतिको विरुद्धमा हामीले यो सशक्त रूपमा हामी आवाज उठाउनको लागि हामी आएका हौं। आज हामी हाम्रो मूलभूत कुरा के छ, हामी जहिले पनि हामी संवाद र सहकार्य समन्वयमा सहअस्तित्व कायम गर्दै अगाडि बढ्ने हाम्रो संघ हो र हाम्रो पहिलो मूलभूत विषय नै के रहन्छ भन्दाखेरि हामी संवाद गरेर अगाडि बढ्न चाहन्छौं, सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं। व्यवसायको हितको लागि, व्यवसायको रक्षाको लागि, व्यवसायिक हित र रक्षाको लागि हामी वार्ता गर्न तयार छौं। तर हाम्रो कुनै पनि कुरा आज होइन, आज भन्दा अगाडि तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलजीलाई पनि हामीले बुझायौं, सचिव विकास देवकोटाजीलाई पनि बुझायौं र हाम्रो महानिर्देशकज्यू नारायण प्रसाद ढकालज्यूलाई पनि बुझायो, तर हाम्रो कुरालाई कहीँ पनि कतै पनि सम्बोधन गरिएन। त्यसकारण आज हामी बाध्य र विवश भएर व्यवसायको एक रक्षाको लागि आज हामी अल्टिमेटम सहित आज हामी औषधि व्यवस्था विभागका महानिर्देशकजी, किनकि यो हाम्रो प्रथम बिन्दु नियामक निकाय भएको नाताले गर्दाखेरि यस मार्फतबाट हामी हाम्रो आवाज स्वास्थ्य मन्त्री समक्ष पुर्याउनको लागि आज हामी एउटा ध्यानाकर्षण पत्र लिएर आएका छौं। जुन ध्यानाकर्षण पत्र चाहिँ औषधि व्यवस्था विभागको निर्देशकज्यू लगायत मार्फत हामी स्वास्थ्य मन्त्रालयमा पुगाउन चाहन्छौं र हामीलाई विश्वास छ यो कुराले अल्टिमेटम दिएको 9 दिन भित्र स्वास्थ्य मन्त्रालय सम्बन्धित हाम्रो नियामक औषधि व्यवस्था विभागले हाम्रो कुरा बुझ्नेछ, सुन्नेछ र हामीसँग सहकार्य र समन्वय गरेर कसरी हामी यसलाई सहजीकरण गर्न सक्छौं भन्ने पक्षमा उहाँहरूले पनि वार्ता गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ।